हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। टक्क लाएर डेट सुरु भएदेखि खेत हिलाउने रोप्ने टक्क लाएर भइरहेको छ। यहाँ आज पनि म टक्क धान रोप्नको लागि बाउसे जाँदैछु। खोक लगाएर, खोक चाहिँ हिजो उता बारीतिर छोडेको थिएँ। खोक ल्याएर टक्क लाएर जाने। दुई हाल गोरु छन्, टक्क रोप्ने। टक्क के हुन्छ आज टक्क हेरौँला। त्यस्तै रोपाइका भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला। सबैजनाले सपोर्ट गर्नु होला। टक्क लाएर यस्तै जोतेका रमाइलो हान्नेहरू भिडियोहरू म हालि नै राख्नेछु। टक्क अब जानुपर्ने हुन्छ। टक्क लाएर यहाँ खोक समाएको मैले चाहिँ यो गोरु दुब्राउने बेला चन्नी हानेको खुट्टाले अलि भएन। यहाँ के हुन्छ अहिले टक्क लाएर हेरौँला। अहिले जान पर्यो। अब एकछिनमा चाहिँ म पुगिहाल्छु। हरियाली नै हरियाली छ, जताततै देख्न सकिन्छ। टक्क लाएर आकाशमा आज मौसम पनि ठिक छ। अहिले दिउँसो पानी नपर्यो भने, पानी पर्यो भने चाहिँ अलि ओडासोडा ल्यायो होइन कि बर्खा लगाइसक्न लाग्यो। खोलो चाहिँ छैन, सुकिसकेको छ। अझ एक दुई हप्ता पानी आएन भने असारमा रोपाइ गर्न अप्ठ्यारो हुनसक्छ। पानी आयो भने हो, तर आज 4-5 बजीसम्म नआयो भने टक्क लाएर के हुन्छ अहिले उहीँ खेतमा घसी हेरौँला है त। लाएर यहाँ गोरु नारिसक्यो भने टक्क लाएर यहाँ पुरा दुई हाल गोरु। आज चाहिँ यस्तो बेहार काटेर नि सकेछ। के छ केटा? लाइहालो। कसो गाडिस् क्या? यो चाहिँ घोडा दुगुर्ने गोरु है। चाहिँ आइसक्यो। अब चलाएर देखियो खेत मालिक रियल गोरु। पल्टाइदिएँ मैले यहाँ गोरु फेरि जुनै हुन्न क्या फेरि पानी छारा खसालिसकेको छ है। त्यस्तै यहाँ चाहिँ गोरु छन्, एकाल उता छन्। टक्क लाएर चर्छन् गोरु। अब अहिले भेटौँ ल टक्क। नयाँ हलो, नयाँ गोरु, पुराना गोरु पानीले भेटिन्छ। एउटा बाटो जोतेर सकेर खोकाल्न छन्। अलि लाइयो टक्क लाएर यति यो बिउँ राखेसम्म हो। त्यो 5वटा बाँकी। खोक लाएर चाहिँ सकिन लाग्यो। अब बाँझो मारेर टक्क लाएर अब के हुन्छ गोरु दुगुर्ला नि त।
चिया खाने बेला भयो बिस्कुट खसो चलाएर हामीले प्यारा बिस्कुट सानो खाँदा गोरु चाहिँ बसिरहेछन् र यो चाहिँ हाम्रो आजको अन्तिम खेत अब हुन लागिसकेको छ पहिलो यो दोस्रो यो तेस्रो उपाल्लो चौथो यो पाँचौँ माथितिर अनि यसले छैटौँ यति रोपियो आज कलर गोरु चाहिँ एकल उहाँ छन् एकल चाहिँ हो माथि गइसक्यो यता जुवाइसित हिँडेछन् जुवाको गइदिएर ल्याइसक्यो उहाँ चाहिँ जोत्दैछन् गोरुले अब चाहिँ तेल परिसक्यो उता चाहिँ यता चाहिँ अलि झार बढी झार भएको हुनाले टक्कलाएर रोपाइसोपाइ सकेर नुहाइधुइएर खाजा खाएर फेरि हालो बोकेर पारीतिर हिँड्नेमा टक्कलाएर जान प्रो अब पारी चाहिँ भोलि फेरि पारीतिर छ गोरुसोरु भोलि आउँछन् आज म जान्छु टक्कलाएर भोलि बिहान गएर आली लानु छ आली चाहिँ धमाधम भस्काउनु पर्ने हुन्छ यहाँ चाहिँ बाउसे कम आली ज्यादा भए हलो बिहान खोप कहिले हलो पोसार भइरहेको छ टक्कलाएर मौसम चाहिँ बिहान चाहिँ क्लियर थियो अहिले चाहिँ पानी आउन सक्ने सम्भावना बढिसकेको छ टक्कलाएर आजलाई लगन टेगरम अर्को भ्लगमा भेटौँला त्यति बेलासम्म